हेलो नमस्ते साथीहरू, के छ हाल खबर? सन्चै हुनुहुन्छ होला नि सबैजना, होइन? सर्वप्रथम चाहिँ म विनोद कुँवर है, हाल दोहा कतारबाट बोलिरहेको छु। यो अहिले दुर्गा पर्साई छ नि, दुर्गा पर्साई राजा ल्याउन पर्छ, राजा ल्याउन पर्छ, राजचन्द्र जिन्दाबाद, राजचन्द्र जिन्दाबाद भनेर यसरी चिच्याउँदै हिँडिरहेको छ नि। तपाईँलाई के लाग्छ, यसले के साँच्चीकै राजा ल्याउनकै लागि उ गर्नेकै लागि यति धेरै कराउँदै चिच्याउँदै हिँडेको हो त? यदि यो सोचिरहनु भएको छ भने तपाईँहरूले गलत सोचिरहनु भएको छ। यो हुँदैन। यो दुर्गा पर्साई भन्ने छ नि, यो साला एक नम्बरको चोर फटा, एक नम्बरको उयो हो। यो साला यो बैङ्कको ऋण कति छ यसको, होइन? कति छ यसको बैङ्कको ऋण? यो तिर्न नसकेर 4-5वटा युट्युब च्यानल खोलेर एउटा क्यामेरा किनेर अनि चिच्याउँदै कराउँदै हिँडेर भिडियो बनाउँदै हाल्ने, युट्युबमा हाल्ने गरेछ। अनि यो युट्युबबाट अलिअलि पैसा कमाउँछ र त्यही कमाएको पैसाले बैङ्कको ऋण तिरिरहेछ। यो साला एक नम्बरको झुट्या, एक नम्बरको फटा हो। माग कसम मैले ढाँटेको होइन। भोलि केपी ओली शर्मा ओलीले ल बाबु आइजे तेरो बैङ्कको कति छ ऋण म तिर्दिन्छु र तँलाई सरकारमा ल्याएर एउटा पद दिन्छु भन्यो भने यो साला धोती पनि खोलेर नाङ्गै सडकमा हिँडेनछ भने कुद्दैमा केपी शर्मा ओलीको पाउ समाउन गएन छ भने त ल अनि मलाई भन्नु होला। ल यो एक नम्बरको यस्तो हो। तब हामी जनता फेरि ओहो हो त नि भनेका छौँ। 2-4वटा राम्रो कुरो गऱ्यो करायो भनेर ओहो हो त नि ल एकदम राम्रो कुरो गऱ्यो भनेर एकदम हिँडेका छौँ है। तर मेरो विचारमा चाहिँ के लाग्छ, यो एकदम यो नौटङ्की हो। यो एउटा छ नि प्रचण्डले भन्छ नि नाटकै हो, नौटङ्की नै हो भनेर, हो सेम यस्तै हो। यो अहिले बिचरा बैङ्कको ऋण कति छ है बिचराको, कता कता के कता हस्पिटल खोल्या छ, कहाँ के खोल्या छ। यो बिचरा अहिले ऋणले च्यापेर बसेको छ। त्यही भएर हेर्नुहोस् उसको 4-5वटा त युट्युब च्यानलै छ र प्रत्येकमा एउटा क्यामेरा किनेर एउटा त्यो चिच्याउँदै कराउँदै हिँडेको छ। कहिले के भनेको छ, कहिले के भनेको छ कराउँदै भिडियो खिच्दै युट्युबमा भ्याट हाल्दै गरेको छ। भोलि पर्सि त्यही युट्युबबाट आएको पैसाले अनि त्यसपछि ब्याज तिरेर अब कुनै दिन हेर्दै जानु है, कुनै दिन अब पछि गएर यदि त्यसले यो युट्युब च्यानलबाटै कमाएको पैसाले ऋण तिरेर भ्यायो भने पछि फेरि राखेर मान्छे बोलाएर मैले हेर्नुहोस्, मैले यसरी नै उसलाई ठाडो बनाएर भन्छ के, हेर्नुहोस् मैले युट्युब च्यानलबाटै मेरो जति पनि ऋण छ सबै तिरेर भ्याएँ भनेर हा गरेर हाँदिन्छ। हामी साला मूर्ख जनता ओहो गरेर फेरि पत्याउने के, यता पनि ल्याप्प उता पनि ल्याप्प लास्टमा खल्याप्प भन्छ। त्यस्तै हो हामी जनता। हामी जनता एक नम्बरको भिडो जनता भनेको हामी नै हो। ल कस्तो लाग्छ मेरो कुरा है? ल यसो कमेन्टमा लेख्नु होला। यदि मैले गलत भने कि सही भने कि के कस्तो लाग्यो मेरो कुरो चाहिँ कमेन्ट गर्नु होला है सबैजनाले।